नमस्कार। आज हो मेरो बलको डे 135 र आज हो रेस्ट डे। रेस्ट डेमा मैले दिनभरि के गरे, कस्तो मिलहरू लिए, रिकभरीको लागि के गरे भनेर यो भिडियोमा देखाउने छु। सो इन्डसम्म हेरिदिनु होला। बिहान 7 बजे उठेर 1 ग्लास नरम तातो पानी पिए। रिकभरीलाई बढाउनु छ भने स्ट्रेचिङ गर्नु पनि जरुरी छ, त्यसैले 8 बजे स्ट्रेचिङहरू गरेर फ्ल्याक्सिडियम सीड्स पाउडरसँग गार्लिक जिन्जर र तातो पानी पिए। आज डाइटमा कुनै हेभी मिलहरू नराख्नाले अन्डा बोइल गरेर खाने छु। सो 10 बजे अन्डासँग ब्रेकफास्ट कम्प्लिट गरे। दूध पनि सकिएको थियो, त्यसैले चोकबाट 1.5 लिटर दूध लिएर आए। साँच्चै भन्यो भने रेस्ट डे को दिन पनि रेस्ट छैन। जे भए पनि आएपछि 1 स्कुप क्रेटिन खाए र कपालमा मस्टार्ड ओइलले मसाज गरे। 1 बजे नुहाउँदै पोजिङहरू ट्राई पनि गरे। लेगमा थोरै राम्रो इम्प्रुभमेन्ट देखा पर्दैछ। 2 बजे लन्चमा दहीसँग रोटी र केरा खाए। कपडाहरू निकै भेला भयो र यो हो सबैभन्दा बोरिङ काम मेरो लाइफको। जे भए पनि 4 बजे ट्युसन क्लास लिएर वकमा गए। आएर स्क्रिप्टिङ लेखेर एडिटिङको काम सुरु गरे। 8 बजे डिनर कम्प्लिट गरे। 9 बजे अश्वगन्धा लिए र रेस्ट डे मेरो यसरी नै बित्यो। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।